अहिले हाम्रो देशमा सबैभन्दा बढी चर्चामा रहेको विषय चाहिँ के हो भनेदेखि यो सुकुम्बासी बस्तीको बारेमा क्या। यो कतिपयले चाहिँ अब हटाउन लागेको छ, यो नयाँ सरकार यस्तो छ उस्तो छ होइन, अत्याचार गरिरहेछ भन्ने टाइपको कुरा गर्दै हुनुहुन्छ होइन। कतिपयले चाहिँ नराम्रै तरिकाले भनौँ न गाली पनि गर्दै हुनुहुन्छ भने कतिपयले चाहिँ होइन समर्थन गर्दै हुनुहुन्छ, होइन राम्रो कुरा हो यो भनेको व्यवस्थित गर्दैछ भन्ने टाइपको चाहिँ प्रतिक्रियाहरू आइरहेको छ। अब यसमा चाहिँ म मेरो आफ्नो धारणा राख्छु होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ अब त्यसको लागि चाहिँ भिडियो चाहिँ पुरा हेरिदिनु होला होइन साथीहरू। अब हेर्नु है, मैले बुझेको अनुसार चाहिँ भन्छु। सबभन्दा पहिलो कुरा चाहिँ यो यत्तिकै चाहिँ हटाइरहेको चाहिँ छैन क्या। यो जुन सुकुम्बासी बस्ती छ नि यसलाई चाहिँ व्यवस्थित गर्न लागेको हो खास गरी। आखिर त्यो ठाउँबाट हटाएर अर्को ठाउँमा जब बस्ने व्यवस्थित मिलाइरहेको छ होइन भने त्यो व्यवस्थितै गर्न खोजेको हो। र अर्को कुरा त्यहाँ सुकुम्बासी भनौदाहरू पनि छन् क्या। रियलमै सबै सुकुम्बासी चाहिँ होइन, कतिपयको चाहिँ आफ्नो घर भएको जग्गा भएको व्यक्तिहरू पनि त्यहाँ बसिराख्नु भएको छ। र घर र जग्गा भएको व्यक्ति कहिले पनि सुकुम्बासी चाहिँ होइन नै क्या। थियो होला एक जमानामा आफ्नो ठाउँमा छ, तर यदि अहिले आफ्नो घर छ आफ्नो जग्गा छ भने त्यो व्यक्ति चाहिँ सुकुम्बासी होइन। पहिला थियो होला छुट्टै कुरो हो, तर यदि अहिले आफ्नो जग्गा छ घर बनाएको छ भने त्यो व्यक्ति सुकुम्बासीमा पर्दैन। किनभने सुकुम्बासी भनेकै त्यो हो जसको चाहिँ आफ्नो घर छैन, जग्गा छैन, आर्थिक स्थिति कमजोर छ, त्यस्तो व्यक्ति चाहिँ सुकुम्बासी हो। भनेपछि त्यहाँ बसोबास गरिराख्नु भएको सबै व्यक्ति चाहिँ सुकुम्बासी होइन हो, केही चाहिँ होला। र अर्को कुरा त्यो केही मध्येमा केही जुन छ नि अब त्यो केहीलाई पनि सरकारले पक्कै पनि व्यवस्थित गर्नु नै हुन्छ होला। प्लस व्यवस्थित गर्नलाई अब कतिवटा घरहरू के छ त्यस्तो व्यवस्थित गरेको छ नि त अहिले होइन। त्यहाँदेखि त्यहाँ चाहिँ जो सार्ने भनेर र यो डोजरहरू कुरा निस्किरहेछ होइन, के निस्किरहेछ। अब मलाई लागे अनुसार यत्तिकै मानवलाई चाहिँ मान्छेलाई चाहिँ त्यो जन्तु जस्तो व्यवहार चाहिँ यो नयाँ सरकारले गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। पक्कै पनि नोटिस दिएको होला होइन, पक्कै पनि नोटिस दिएको होला भनेको होला। त्यो दिँदै पनि खाली गर्दैन भने त अब त्यसमा सरकारले गर्ने के। र अर्को कुरा कतिपयलाई यो कुरा फेरि तितो लाग्न सक्छ होइन, नराम्रो लाग्न सक्छ, आफूलाई परेको भए थाहा हुन्थ्यो भन्ने टाइपको होला होइन। अब त्यस्तोलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि अब हेर्नु है, यो सरकार अहिलेको जुन सरकार छ उहाँहरू चाकोबाई चुप्प लागेर बसेर सुकुम्बासी बस्तीलाई यतिकै छोडेर होइन, चुप्प लागेर बसेर अर्को 5 वर्ष पनि पछि पनि भोट आउँछ भनेर चुप्प लागेर बस्न सक्नुहुन्थ्यो। तर पनि आफ्नो त्यो गाली गलोज खेपेर होइन जनताको जे होस्, कतिपय सुकुम्बासीहरूले अब कतिपय अरूहरूले पनि जुन गाली गलोज गर्दै हुनुहुन्छ त्यो सबै सहेर होइन, त्यही पनि त्यो कदम चाल्नु भनेको पक्कै पनि यो देशकै लागि हो, देशको जनताकै लागि हो। त्यो सुकुम्बासी जुन बसोबास गरिराख्नु भएको छ सुकुम्बासीहरू नदी किनार खोला किनार छेउमा उहाँहरूकै लागि होला क्या, पक्कै पनि हो भनौँ न, के होला भन्नु। किनभने अब हेर्नु है, यो मौसम भन्ने अहिले जस्तो मौसम छ पछि त्यस्तै मौसम रहँदैन, पक्कै पनि वर्षभरिमा चेन्ज भइरहन्छ मौसम हो। अनि मौसम परिवर्तन हुँदै गर्दाखेरि वर्षा मौसम पनि आउँछ। त्यतिखेर पानी अलिक बढी मात्रामा परिदियो भने अनि बाढी आयो भने त्यतिखेर गर्ने के। एकपटक आएको पनि हो बाढी, त्यतिखेर कस्तो हालत भएको थियो त्यो नदी किनार छेउमा बस्ने सुकुम्बासीहरू, कस्तो स्थिति थियो, कस्तो अवस्था थियो, कति धनजनको क्षति भयो। त्यतिखेर पनि त सरकारले पक्कै पनि त्यही प्रहरीहरू आफ्नै प्रहरीहरू खटाएर होइन तिनीहरूलाई त्यहाँबाट निकालेको होला हो, निकालेको हो। त्यतिखेर बचाउनलाई त फेरि त्यही सरकार नै, सरकारको जुन उयो छ अब त्यो हाम्रो पनि हो भनौँ न, हुन चाहिँ त्यो जुन प्रहरीहरू नै खटाउनु पर्छ। जब अहिले नै समयमै व्यवस्थित भयो भने भोलि पर्सि बाढी आउँदा पनि त त्यतिखेर त पक्कै पनि धनजनको क्षति हुँदैन, पक्कै पनि मानव क्षति हुँदैन, पक्कै पनि त्यहाँ कसैले जोस सरकारले पनि प्रहरीहरूलाई खटाइराख्नु परेन, रिक्स लिइराख्नु परेन, समयमै व्यवस्थित गरियो भने। एउटा त्यो कुरा। अर्को, जब सरकारलाई पनि व्यक्तिगत रूपमा ल बालेनज्यूकै कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा त कुनै फाइदा छैन होला नि त। पक्कै यतिकै छोडिदिनु भएको 5 वर्षपछि पनि अब कतिपय जुन अहिले विरोध गर्दै हुन्छ उहाँहरूले पनि भोट दिनुहुन्थ्यो होला, तर पनि उहाँहरूलाई भोटको मतलब छैन, तर देश बनाउनदेखि मतलब छ मलाई लागे अनुसार है।
त्यही भएर उहाँहरूले हटाउँदै हुनुहुन्छ व्यवस्थित गर्न। त्यो हटाउनु भनेको फेरि व्यवस्थित गर्नलाई हटाइएको है। फेरि मलाई लागेको कुरा चाहिँ मैले भनेको हो। यत्तिकै आएर डोजर चलाएर त्यो त हटाएको होइन, पक्कै पनि नोटिस दिएकै हो। अनि अर्को कुरा, त्यो बाढी आउने कुरा सबैलाई थाहा भएकै कुरो हो। अहिले किन बिर्सिनु भयो होला कि धेरै समय भइसक्यो, फेरि बाढी आओस्, फेरि हामीलाई बगाओस्, फेरि हामीलाई हाम्रो धनजनको क्षति होस् भन्ने चाहनुहुन्छ भने छुट्टै कुरो हो। फेरि त्यतिखेर प्रहरीहरू पनि खट्नुपर्छ, एक्स्ट्रा खर्च त हो नि त त्यो भनेको त। आखिर त्यो समयलाई त सदुपयोग गर्न सकिन्छ होला नि त अर्को ठाउँमा खटाइएर केही न केही, आफ्नो पनि धनजनको क्षति हुँदैन। र अर्को कुरा, यो भनाउँदो सुकुम्बासीहरू जोसँग सम्पत्ति हुँदाहुँदै सुकुम्बासी बनेर बसिरहेको छ, जसको नाममा जग्गा छ, घर छ, उहाँहरूलाई त्यो आवश्यक पनि छैन। उहाँहरूलाई किन सरकारले दिने जग्गा बस्नलाई? जब उहाँहरूसँग आफ्नै क्षमता छ, त्यो अनुसार जग्गा छ, घर छ भने त्यो पनि एउटा व्यवस्थित हुन्छ। र अर्को कुरा, यहाँदेखि उठाएर त पक्कै पनि अर्को ठाउँमा लाँदै हुनुहुन्छ भने त राम्रै कुरा हो नि त। सबै दृष्टिकोणले त राम्रै छ। एउटा व्यक्तिगत सरकारको, एउटा जो सरकारमा अहिले हुनुहुन्छ उहाँको व्यक्तिगत फाइदा त होइन योबाट। व्यक्तिगत फाइदा बरु घाटा छ, किनभने यसमा कतिपय जनताहरू त रिसाउनु भएको छ, किन यो हटाइँदैछ यो त्यो भनेर, गरिबीलाई मार्दैछ भनेर। जब व्यक्तिगत रूपमा फाइदा छैन भने पक्कै पनि त्यो यो देशकै लागि हो भन्ने कुरा बुझ्नुपर्छ सर्वप्रथम। जब झन् कि अर्को के उहाँहरूलाई घाटा छ अझै झन्, भोट भोलि पर्सि नहोला। किन नबुझ्ने मान्छेहरूले त त्यस्तो पनि गर्छ नि त। अहिलेदेखि नै भनिरहेछ, भोट दिएर मैले त पस्ताइरहेको छु, किन भोट दिएँ भन्ने टाइपको कुरा निस्किरहेको छ, कतिपयले भन्दै हुनुहुन्छ होइन। त्यो कुरा भयो। अर्को, बाढी जुन आउँछ, जुन अब वर्षा महिनामा आउँछ नि त, त्यतिखेर त्यो बाढीबाट प्रभावित नहोस्, पीडित नहोस् जनताहरू, धनजनको क्षति नहोस् भनेर अहिले समयमै गर्न लागिरहेछ भने त्यो पनि एउटा राम्रो कुरा हो। एउटा त उहाँहरूको आफ्नो पर्सनल व्यक्तिगत रूपमा कुनै फाइदा छैन। दोस्रो, यो धनजनको क्षति, मानव क्षतिबाट बचाउन खोजिरहेछ, त्यो भयो। र तेस्रो भनेको, व्यवस्थित गर्नलाई त अर्को ठाउँ त सारी नै रहेछ त। हतार गरेर आएर पुरै त्यसरी त उठाएको त होइन। यो जुन मार्केटमा एक्स्ट्रा चर्चा भइरहेछ, जुन यस्तो गरिरहेछ उस्तो गरिरहेछ, कतिपय सांसदहरूले समेत भन्दै हुनुहुन्छ क्या त्यो कुरा चाहिँ। फेरि त्यो चाहिँ मैले चाहिँ बुझ्न नसकेको कुरा क्या। त्यो विरोध गर्नुभएको विपक्षी भएर हो कि के भएर हो होइन, त्यो छुट्टै कुरा हो। तर त्यसरी समर्थन गर्ने कुरामा चाहिँ समर्थन गर्नुपर्छ जस्तो लाग्छ क्या। किनभने यत्रो वर्षदेखि त्यो सुकुम्बासीहरूलाई यतिकै छोडिदिएको थियो भने प्रत्येक वर्ष कति गाह्रो हुन्छ बाढी आएको बेलामा, त्यो पनि त बुझ्नु पर्यो नि त। अब सबै कुरालाई हेर्दा चाहिँ मेरो नजरमा यो चाहिँ राम्रै कुरा हो होइन। अब हुन चाहिँ म यसको विज्ञ पनि होइन, मैले आफ्नो धारणा, मेरो आफ्नो दृष्टिकोण मैले व्यक्त गरेको हो होइन। अब तपाईँहरूलाई कस्तो लाग्यो? यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु, सेयर गर्नु। हस् त, धन्यवाद।